मेरा हो गया 25 साल से ऊपर हूँ मैं। तो 25 2001 से तो मैं टैक्सी चलाता हूँ। 2001 से। हाँ। हेलो एभ्रिवान, वेलकम टु माई न्यू भ्लग। यो मेरो थर्ड भ्लग होला युट्युबमा। अनि इट क्वाइट इन्ट्रेस्टिङ, मजा आइरहेको छ भिडियो बनाउनलाई। अनि आफूले आफ्नो भिडियो हेर्दाखेरि पनि मजा आउने रहेछ क्या है। त्यो लामो भिडियो हुने, टिकटकहरूमा जस्तो नहुने, अनि एउटा हुन्छ नि त्यो फुल प्याकेज जस्तो फिल हुने रहेछ। अनि एकदमै इन्जोय गर्दैछु। सो अहिले चाहिँ म जुरुक्क उठेर मुखसुख धोएर हल्का खाजा खाएर मेरो पार्किङ टेस्टको लागि जाँदैछु। अब पार्किङ टेस्ट अस्ति चाहिँ फेल भए, अस्ति नै पनि दिइसकेको थिएँ मैले दुईचोटि म फेल भइसकेँ। यो मेरो थर्ड एटेम्प हो। एउटा ग्यारेज पार्किङ भन्छ त्यो मात्रै बाँकी छ, अरू सबै पास भएको थिएँ। सो अगेन फेरि म पार्किङ क्लासको लागि जाँदैछु। लेट्स होप फर द बेस्ट। अनि यो ड्राइभिङ क्लासको लागि चाहिँ दुबईमा एकदमै लेन्दी प्रोसेस छ, बट एनिवे कुनै पनि राम्रो कुरा गर्दाखेरि चाहिँ होइन, गुड रिजल्ट हुनको लागि चाहिँ केही अब पोजिटिभ कुरा गर्दाखेरि चाहिँ टाइम त लाग्छ नै। त्यसले पोजिटिभ नै सोचौँ होइन। पहिला काम गर्दाखेरि गाडी नहुँदा पनि हुन्थ्यो, त्यस्तो साह्रो रिक्वायरमेन्ट थिएन होइन। नहुँदा पनि अब चिलमै थियो, हिँड्नु पर्दैन थियो यताउता धेरै। बट अहिले अब काम छोडे पछाडि चाहिँ आफ्नो बिजनेस सुरु गर्दाखेरि चाहिँ गाडी एकदमै मस्टै रहेछ क्या। मेरो नर्मली काम छोडे पछाडि अब यो बिजनेसको कुरामा चाहिँ यताउता हिँड्दाखेरि चाहिँ दिनमै मेबी 70 to 80 दिराम्स एभ्री डे खर्च भइरहेछ। यो भनेको लाइक 3000 दिराम्स नेपालमा कन्भर्ट गर्ने भने 1 लाखै अब हुन्छ नि, सिर्फ गाडीमा हिँड्दै सकिरहेछ क्या। अब आफूले गाडी लिएपछि पनि एक्सपेन्सेस त यही हो, बट अलिकति आफूलाई चाहिँ अलिकति फ्रिडम हुन्छ जस्तो लाग्छ मलाई। हुन्छ नि अब त्यो ट्याक्सी वेट गरिराख्नु परेन, यताउता गरिराख्नु परेन। आफ्नै गाडी भइसकेपछि जुनसुकै ठाउँमा पनि एकदमै फ्रिली ड्राइभ गरेर जान सकिन्छ। अब इन टर्म्स अफ कस्ट त अब यस्तै नै होला। अब गाडी लिएपछि पनि त्यसको अब हेरचाह गर्नलाई यताउता पार्किङ भनौँ, पेट्रोल भनौँ, मेन्टेनेन्स भनौँ, अब खर्च त योभन्दा बढी नै आउला। आई डोन्ट नो होइन, लिएको छैन अहिलेसम्म। बट गाडी भएपछि अलिकति फ्लेक्सिबल चाहिँ हुन्छ जस्तो लाग्छ मलाई। सो त्यही भएर पनि यो महिना चाहिँ जसरी भए पनि लाइसेन्स निकाल्नै पर्छ भन्ने जोडतोडले लागिरहेको छु। मैले ड्राइभिङ क्लास सुरु गरेको त धेरै भइसक्यो, बट अलिकति रिल्याक्सले भइहाल्छ नि भनेर चाहिँ अलिकति ढिलो गरिरहेको थिएँ। त्यसले गर्दाखेरि 2-3 महिना नै गइसकेछ क्या। बट अब चाहिँ यसरी हुँदैन, अलिकति जोडतोड तरिकाले लाग्नुपर्छ भन्ने तरिकाले चाहिँ अब चाहिँ लाइक फ्रिक्वेन्टली क्लास बुक गरिरहेको छु। अनि यो पार्किङ क्लास टेस्ट भएपछि रोड टेस्ट हुन्छ। रोड टेस्टमा पनि अब 1-2 चोटि त फेल हुन्छ होला, आई डोन्ट नो। एकचोटिको पास भए त दामी हुन्थ्यो। अब फेल भए पनि यस पछाडि अब पार्किङ क्लास पछाडि पार्किङ टेस्ट पास भएपछि एउटा रोड क्लास हुन्छ RTLL लिने, त्यो पास भएपछि लाइसेन्स हातमा। त्यस पछाडि चाहिँ अब आफ्नै गाडी लिने प्लान गर्दैछु। सुरुमा चाहिँ अब नर्मल खालको बेसिक A to B पोइन्टमा जाने खालको गाडी भए पनि हुन्छ। त्यो भन्दैमा फेरि पुरानो गाडी लिँदाखेरि चाहिँ फेरि अब एकदमै मेन्टेनेन्स कस्ट एकदम हाई हुने रहेछ। बिग्रेको गरेर चाहिँ नयाँ गाडीकै भ्यालु पुग्ने रहेछ होइन। लाइसेन्स निकालेपछि चाहिँ गाडी खोज्न जानुपर्छ। एउटा बजेटमा हुन्छ नि, टिक्कको बजेटको गाडी चाहिँ लिने प्लान गर्दैछु। लेट्स सी कस्तो खालको गाडी पाइन्छ। बट लाइसेन्स चाहिँ निस्केको छैन, सपना देखे जस्तो भइरहेको छ होइन। बट एनिवे सपना देख्नुपर्छ, सपना देख्नु राम्रो हो। जसले सपना देख्छ त्यसले पुरा गर्छ भन्ने खालको छ नि होइन, त्यस्तै त होला। अहिले चाहिँ म यहाँ हाम्रो एकदम चाचाजीको गाडीमा चढेर जाँदैछु। चाचाजी किधर से आप? पाकिस्तान से है ना? कितना साल से दुबई में है चाचाजी आप? आपकी उम्र से थोड़ा कम। मेरी उम्र से ज़्यादा। कितना साल हो गया? आपका उम्र कितना है? मेरा हो गया 25 साल से ऊपर हूँ मैं। तो 25 2001 से तो मैं टैक्सी चलाता हूँ। 2001 से? हाँ। जब आए थे ना आप 2000 साल में, ये दुबई कैसा था और अभी कैसा है आपका नज़रिया में? अभी तो आधा से ज़्यादा बन गया है, डबल हो चुके हैं, ट्रिपल हो चुके हैं। पहले तो इतना नहीं था। ये बहुत जल्दी चेंज हो गया ना? नहीं था, ये मरीना नहीं था, JLT नहीं था, पाम नहीं था, ये चीज़ें नहीं थी। ये मॉल वगैरह 3-4 मॉल थे। तो आपको देखते दुबई बन गया ना? आपका आँखों के सामने दुबई बन गया। सो यहाँ उहाँको एक्सपिरियन्स सुनिहाल्यो। म जन्मिनुभन्दा अगाडि नै आउनुभएको रहेछ। अब कुरै नगरौँ त्यो भन्दा होइन। अब उहाँले चाहिँ रियल दुबई देख्न पाउनु भएको छ क्या। दुबई चाहिँ डेभलप हुन सुरु हुनुभन्दा अगाडि नै आउनुभएको रहेछ। उहाँको आँखै अगाडि चाहिँ दुबई बनेको रहेछ क्या। अनि यो कुरा देखेर अब खुसी मान्ने कि दुःखी मान्ने होइन। उहाँ चाहिँ अब आउँदैखेरि अब ट्याक्सीमै जब गरिराख्नु भएको रहेछ। अब अहिलेसम्म पनि अब यही गरिराख्नु भएको रहेछ। मेबी अब हि इज कम्फर्टेबल डुइङ दिस जब होइन। अब राम्रै नै आम्दानी भइरहेको छ होला, त्यही भएर अहिलेसम्म अब कन्सिस्टेन्टली यही जब गरिराख्नु भएको छ। अब आफ्नो चोइस हो होइन। अब एक साइडबाट हेर्दाखेरि चाहिँ अब यत्रो लङ टाइम भएर पनि अब अहिले पनि फेरि यही दुःख गरिराखेको देख्दाखेरि चाहिँ मलाई अलिकति दुःख पनि लागिरहेछ यो एजमा।
उहाँ अब लाग्छ मलाई एकदमै होइन उमेर पनि भइसकेको जस्तो लाग्छ बट हि इज ह्याप्पी एट द एन्ड त अब खुसी हुनु हो नि त उहाँ खुसी हुनुहुन्छ हामी टेन्सन किन लिने होइन त्यही हो लाइफ इजी छैन कसैको पनि सजिलो त छैन सबैले आफ्नो ठाउँबाट चाहिँ दुःख गरिरहेको छौँ मेहनत गरिरहेको छौँ इच मान्छेलाई सोध्ने भने लाइफ कस्तो छ भन्दाखेरि दुःखै छ भन्छन् होइन धेरै जजमेन्टल नभनौँ लाइफ चाहिँ अब सुख र दुःखको कम्बिनेसनै होला क्या दुइटै हुनैपर्छ होइन सुख मात्रै भएर पनि भएन फेरि मात्तिन थालिन्छ दुःख मात्रै भएर पनि भएन फेरि अब लाइफ गिभअपै दिने खालको हुन्छ सो दुःख सुख आउँदै गर्छ जाँदै गर्छ दुबईमा यस्तो गर्मी छ कि म पर्सनल्ली त्यो घाममा चाहिँ हेर्नै सक्दिनँ जतिखेर पनि आँखा चिम्मो देखिनँ क्या अब आँखा चिम्लेर बोले जस्तो देखिने बट यो घामको दोष हो मेरो आँखाको दोष होइन गर्मी नै यस्तो छ के गर्ने त होइन सो जाने हो मजाले एक्जाम दिने हो आई डोन्ट नो आज पनि पास हुन्छ कि हुँदैन क्या अब त्यो कन्फिडेन्स त आउँछ त्यो एक्जाम गर्ने बेलामा के हो क्या हो सबै कुरा कता उडेर जान्छ होइन त्यो बडी मात्रै हुन्छ दिमाग कता हुन्छ क्या त्यो एक्जाम दिने बेलामा के गर्ने अब त्यो कन्फ्युज हुने होइन त्यो कन्फिडेन्स चाहिँ अलिकति डाउन हुने क्या त्यतिखेर एक्जामको बेलामा एक्जाम इज एक्जाम क्या अब त्यो एसएलसी दिँदाखेरि त्यो एक्जाममा बसे जस्तो हुन्छ कि यो गाडीको एक्जाम दिँदाखेरि पनि कति टफ क्या सो फाइनल्ली बल्ल पार्किङ टेस्ट चाहिँ पास भयो आज एउटा बाँकी थियो आज पास भयो ढुक्क भएको छ अब रोड टेस्ट दिनुपर्छ रोड टेस्ट त अब लगभग एकचोटि दुईचोटि फेल भएपछि पास त होला नि त होइन बट यो लास्ट च्याप्टरमा पुगेँ म अब त्यस पछाडि चाहिँ लाइसेन्स आउँछ हातमा अरू त के होइन बट यो ट्राभल गर्न चाहिँ एकदमै गाह्रो क्या यो पार्किङ क्लासको लागि मात्रै पनि अब 1.5 घन्टा चाहिँ बाटोमा आउनुपर्छ क्या आउन 1.5 घन्टा जान 1.5 घन्टा होइन अनि यताउता गऱ्यो लगभग 3-4 घन्टा गइहाल्ने सो फाइनल्ली पार्किङ टेस्ट पास भए यो आरटिएको हो नेक्स्ट अब त्यो रोड टेस्ट हुन्छ सुरुमा चाहिँ अब स्कुल्सले नै एक्सलेन्स स्कुल्सले नै लिन्छ क्लासहरू सुरुमा मेबी 4 आवरको क्लास फेरि लिनुपर्छ स्कुल्सको अनि त्यस पछाडि टेस्ट हो अनि फेरि फेल भयो त फेरि 4 घन्टाको लिनुपर्छ क्लास एकचोटि त फेल हुन्छ होला होइन बट लेट्स विस एक दुईचोटिमा पास भए पनि हुन्छ क्या केही छैन तर यो पार्किङ पास गरेर चाहिँ अलिकति आनन्द सास आएको छ क्या सो या थ्याङ्क यू फर वाचिङ सी यू इन द नेक्स्ट भिडियो